नमस्ते सबैजनालाई। म यतिखेर गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर 4 मा छु र तपाईहरुले भिडियोमा देख्दै हुनुहुन्छ एकजना पौरखी कृषकको बारेमा चाहिँ म आएको छु। उहाँले आफ्नो टनेलमा चाहिँ अहिले टमाटर लाउनु भएको छ हैन। टमाटर उहाँले धेरै बेचिसक्नु भयो र तपाईहरुले देख्नु भएको यो टमाटर चाहिँ अब बचेको टमाटर हो, थोरै हो। यसै सिलसिलामा म अंकलसँग कुरा गर्न गइरहेको छु। अंकल नमस्कार। ओहो नमस्कार बाबु। कति टमाटर फलाउनु भयो अहिले? अहिले बाबु 7 बेचिसके। 7 भनेको 7 क्विन्टल। 7 क्विन्टल हजुर। त्यसपछि अब अझै छ, अझै अलिकति चाहिँ छ, तर पाक्न यो गर्मी ठन्डीमा अलि मुस्किल पर्ने रहेछ। बुटीबाट पाकेर बेचिरहेको छु बेच्नलाई। अब 1-2 किलो लगिरहेको छु। अनि कहिले लगाएको टमाटर हो नि यो? यो त लगभग जेठमा पारिहारके दाजुभाइ हजुर कमल कपिल भान्जाहरू हुनुहुन्थ्यो। उहाँहरूले आएर यताउति सबै मिलाइदिनु, यस्ता सिकाउनु। दाजुभाइ कृषि फर्म चाहिँ यो क्षेत्रमै परिचित कृषि फर्म पनि हो। उहाँले जे होस् तपाईलाई यसरी कृषि कर्ममा चाहिँ सहयोग गर्नुभएको छ भनेपछि पुरै सहयोग गर्नुहुन्छ। फेरि लगाउनुहोस् मामा, यता मैले यता के चाहिन्छ म गर्छु भन्नुहुन्छ। टमाटर सुच्छ छ, राम्रो छ। अनि कतिको आम्दानी हुँदो रहेछ यो टमाटर खेतीबाट चाहिँ? आम्दानी त हुन्छ बाबु, आम्दानी आफ्नो मेहनत हजुर गर्नुपर्छ। आम्दानी हुँदो रहेछ। केला भने खर्च पानी यताउति दसैँ अब तिहार अब आए, अब यिनी सबै भनेको दसैँ भन्दा पहिलेबाट बेच्न थाल्नु भएको थियो? पहिल्यै लगभग अब असारमा लगभग बेच्न थालेको भने पनि हुन्छ। मैले अब थुक दिएँ होइन कसैलाई। अब घरबाट भनेको लगाएको 1 महिनाबाटै फल्न थालेको थियो हैन? 2-4 किलो 5-10 किलो। भनेपछि तपाईँ आफ्नो यस टमाटर खेतीबाट सन्तुष्ट हुनुहुन्छ हैन? सन्तुष्ट छु बाबु। हुनुहुन्छ। ठन्डीमा जात्रै पाक्ने रहन्छ। मान्छेहरूले पाकेका भन्छन्, दबाई हालेर पकाएका पकाउन सकिएन, दबाई हालेर पकाएका अब यताउति पाउँछन्, राता खोज्छन्। अब त्यस्तै छ बाबु। अब के भन्ने, मैले दबाई नहालिकन ठिक छ अंकल, पकाइरहेको छु। अनि यहाँ चाहिँ तपाईले 2वटा टनेल बराबरको चाहिँ एउटा टनेल छ हैन? यो टनेल अनुदानमा बनाउनु भएको हैन? हजुर, अनुदानमा गाउँपालिकाले दिएर बनाएको सहयोगबाट अब आउनलाई दाजुभाइ कृषि फार्मबाट आएर सबै सिकाउने उर्ने बाँधबुध यताउति यसो गर्नुपर्छ मामा, उसो गर्नुपर्छ मामा भन्दै सिकाउँदै उहाँहरूले गर्नुभयो। अनि हुन्छ, यस भिडियोबाट मैले दाजुभाइ कृषि फार्मका प्रोप्राइटर कमल दाईलाई पनि मैले सम्झिन चाहे। उहाँले गर्दा नै अंकलले आफ्नो बारीमा यसरी चाहिँ आफ्नो कृषि कर्मलाई अगाडि बढाउन पाउनु भएको छ। भोलिका दिनमा पनि कमल दाईले पक्कै पनि सहयोग गर्नुहुनेछ, यो अपेक्षा लिन चाहन्छु मैले। अनि चाहिँ अंकल अब यसमा अब के लगाउने विचार गर्नुभएको छ नि? अब भान्जाहरूले त भन्नुभएको छ मामा सिमला मिर्ची लाम भन्नुभएको छ, तर सल्लाह अब के दिनुहुन्छ मेरो विचारमा। अब टमाटरै लाम कि भन्ने विचार छ गाउँमा। अब मैले त्यति सिमला मिर्ची बित्न सक्दिनँ, कट्दैन होला। अब भान्जाहरूले मैले जो लान्छु त भन्नुभएको छ। हेरौँ उहाँहरूको सल्लाहले के हुन्छ, अब गर्नु पर्ला नि। भोलिका दिनमा म पनि कृषि कर्ममा आउन चाहन्छु भन्ने कोही हुनुहुन्छ होला हैन? उहाँहरूको लागि चाहिँ तपाईँको सुझाव चाहिँ के छ? मेरो त विदेशमा मैले पनि खटेर आएको बाबु। हजुर। अब 21-22 वर्ष खटेरै आएको। तर उहाँ भन्दा यहाँ 2-3टा टनेल बनाउने हो भने राम्रो 10 जना परिवारलाई खान मस्त घर बसेर सबै परिवार पुग्ने रहेछ। मैले सुझाव त त्यही दिन्छु। अनि सिँचाइको व्यवस्थापन कसरी गर्नुभएको छ? सिँचाइको त अब पानी ट्याङ्की उहाँ राखेको छु। हजुर। अनि त्यो पाइप अब भान्जाहरू जो आएर जोडिदिनु भएको कपिल कमलहरू, त्यसपछि त्यही पानी त्यही यहाँ पाइप राखेको छु, बिचमा पाइप राखिदिएको छु। भनेको लिफ्टिङ पानीले पुगेको छ? लिफ्टिङ पानीले पुगिरहेछ। अब धेरै खासै लाग्ने पनि रहन्छ कि लिफ्टिङ पानीले। हजुर। थोपा सिँचाइ होकेर खासै पानी पनि लाग्ने जस्तो मैले मानिनँ। सबैलाई कृषि गर्नुहोस्, राम्रो गर्नुहोस्, आम्दानी गर्नुहोस्, घर परिवारसित
मस्त रहनुहोस् भन्छु मैले त। अनि कति वर्ष बस्नुभयो तपाईँ विदेश? 21 वर्ष बस्नुभयो। 21 वर्ष अनि 21 वर्ष बस्दा चाहिँ तपाईँको अनुभूति सुनाउ न थोरै। उहाँ त विदेशमा बाबु अब पहिला अब के गरियो, व्यापार गरियो, यताउति टक्सारमै गरेँ उरेँ। अब विदेश लाएँ, विदेश लाएर पनि दुःख पाइयो। अब 15-16 दिन अब खाली पनि बसियो बाबु। अब परदेशी भन्ने कुरो उसले हेर्दैन, यहाँबाट मैँ भनेर अब लाउरे भन्छन्, अब ओ विदेशी भन्छन्, पैसा मुलुक ल्याऊ भन्छन्। अब उहाँको कष्ट त साह्रै छ बाबु, अनुभव त मैले त साह्रै गरेर आएको। भनेको ठुलो पैसाको खोजीमा विदेश जानुभन्दा सानै भए पनि आफ्नै गाउँमै बसेर कृषि कर्म गर्दा चाहिँ राम्रो हुन्छ भन्नुभयो होइन? हजुर मैले त विदेशमा त नजानु चाहिँ भन्छु। अनि तपाईँलाई गाउँपालिकाले के कसरी सहयोग गरेको छ छैन के छ? गाउँपालिकाले आफूले भने गरिरहेछ, गर्छ पनि। यो सबै गाउँपालिकैबाट भएको हो। अनि अहिले ओडाबाट पनि अब के चाहिन्छ कसो चाहिन्छ भनेर अस्ति आएर हेरेर जानुभएको। अब तपाईँ हजुरहरूलाई के को जरुरी छ भन्नुहोस्, बेला बेला आउनुहोस् भनेर भन्नु भएको छ। हजुर अरू त बाबु अब यस्तै छ। वडा अध्यक्षले पनि राम्रो गरिरहनु भएको छ। यस्तो होइन कि आएर देख्ने उर्ने, आएर हेर्ने, मान्छे पठाइदिने गरिरहनु भएको छ मोदीले। हजुर मोदीलाई पनि स्वागत छ, यदुलाई पनि स्वागत छ। जे होस् मलाई उहाँहरूले केही राम्रै गरिदिनु भएकै छ। जे होस् गाउँपालिकाले तपाईँहरूप्रति देखाएको सद्भावप्रति तपाईँ खुसी हुनुहुन्छ होइन? हजुर म खुसी छु। अझै पनि के चाहिन्छ कसो चाहिन्छ भनेर अस्ति चाहिँ मोदीले पठाएर मान्छे पठाउनु भएको थियो कृषिबाट। हजुर हेरेर जानुभयो, त्यहाँबाट दबाई सबाई पनि दिनुभयो। आउनुहोस् भन्नु, अरू के जरुरी पर्छ भन्नुहोस् भनिरहनु भएको छ मोदीले पनि। दुःख त गर्नुपर्छ, अलिअलि मेहनत त गर्नै पर्छ। मेहनत नगर्ने अब टमाटर लाउने उर्ने, त्यहाँबाट त्यत्तिकै फलेन भन्ने उ गर्ने गर्नु भएन। अब खोर्सखास झारपात यताउति पानी हेर्नुपर्छ। ठन्डीमा खासै पानी चाहिन्न, गर्मीमा 2 दिन बिराएर 3 दिन बिराएर पानी दिनुपर्छ। थोपा सिँचाइ हो के। मेरो भनौँ यति छ के, मैले त कृषि सबैले गर्नुहोस् भन्छु है। मिलेर हामीले कृषि सबै दाजुभाइ मिलेर हामीले गाडी टडक भरेर सेल गरौँ भन्छु मैले त। अङ्कलको इच्छा पनि पुरा होस् यति भन्दै म पनि भिडियोबाट अहिले बिदा हुन चाहन्छु। हस्, नमस्कार।